कान्छो तिमी जस्तै हेलो नोबेल टुन्सको एपिसोड नम्बर 44 मा तपाईलाई स्वागत छ। यो वर्ष धेरै मुभिजहरू आयो र पवाले पैसा छापेर गयो, धेरै ठुलो कलेक्सन्सहरू पनि गरे र कसैले कम कलेक्सन पनि। आज हामी कुरा गर्नेछौँ सबैभन्दा सर्वाधिक कमाइ गर्ने 7 नेपाली चलचित्रहरूको बारेमा लिस्टबाट हैन। नम्बर 7 मा को छ र नम्बर 1 मा को छ। तपाईहरु एक्साइटेड हुनुहुन्छ फर द भिडियो? देन यु क्यान लाइक एन्ड सब्स्क्राइब टु द च्यानल, किनकि धेरैले सब्स्क्राइब नगरी जान्छन् क्या। सो लेट्स बिगिन टु द भिडियो। तिमीलाई एउटा उनको स्वेटर बुनेर लगाइदिन्छु भनेको, बुनेरै सकिनौ। अनि भइगयो नि त, कति न कहिले नै भेट्न हुने जस्तो। यो वर्षको सर्वाधिक कमाइमा 7औं नम्बरमा छ मोहर चलचित्र, जहाँ पल शाह, बेनिसा हमाल जस्ता एक्टर्स एन्ड एक्ट्रेसेस भएको मेन लिडमा भएको फिल्मको ब्यानर पवाले थियो। होम प्रतीकद्वारा डाइरेक्टेड फिल्म थियो यो र मुभीको बजेट 1.87 CR थियो र मुभीको कलेक्सन पवाले छ 5.5 करोड 5 लाखको कलेक्सन गरेर एउटा हिटको भर्ती पाएको थियो र मुभीको प्रशंसा धेरै नै गरिएको थियो, किनकि पल शाहको एउटा कमब्याक फिल्म भनेर जानिएको थियो र यो एउटा कमब्याक फिल्म पनि बन्यो। श्रावणको महिनामा रिलिज भएको थियो र बाबाले पैसा छापेर एउटा कमब्याक फिल्म बनेको थियो पल शाह। एउटी आमाले आफ्नो सन्तानको लागि गरेको युद्धमा कहिले हार हुँदैन रहेछ। यो वर्षको सबैभन्दा कमाउने 6औं नम्बरमा हासिल गरेको छ ब्याज बाई बलिदान मुभी, जो दशैंको रिलिज थियो र मुभीको बजेटै 6 करोड जस्तो बिग बजेट थियो। या मुभीमा धेरै बिग एक्टर्स र कास्टिङ बाबाले गरेका थिए, जहाँ डाइरेक्टर धेरै नै बढी रेपुट थिए फर हिज मेकिङ हैन। त्यस्तो जस्तो एक्सपेक्टेसन थियो त्योभन्दा अलिकति कम निक्लिएर अडियन्सले धेरै मन पराएनन्। तर जति कलेक्सन गरेको छ त्यो पनि ब्याङ गरे कलेक्सन हो यार। 5 करोड 11 लाखको कलेक्सन गरेको छ। यो सबै नम्बर्स विकास बोर्डद्वारा सार्वजनिक गरिएको, नभए त हाम्रो डाइरेक्टरकै सन्तोष सेनकै कुरा गर्न पर्दा 8 करोड त अस्ति नै भन्दैका थिए कलेक्सन गरेर। अब कुन साँचो होइन, विकास बोर्डद्वारा यही सञ्चालित गरिएको छ र मुभी एउटा फ्लप भएको थियो। मेरो आमाको लागि कसैलाई पनि काट्न सक्छु भने सोच। तैले त मेरो धरती आमालाई बेच्न खोजिस्। जहाँ अब टप 5 को कुरा गर्नुपर्दा 5th नम्बरमा सर्वाधिक कमाइ गर्नेमा आएको छ जारी 2 मुभी, जसको बजेट थियो 3.5 करोड र मुभी एउटा सिक्वल फ्याक्टर भएर धेरै नै ठुलो हाइपमा आएको थियो र मुभी जतिको एक्सपेक्टेड थियो त्योभन्दा अलिकति कम निक्लिए पनि मुभी कलेक्सन बबाले छ। मुभीले 6 करोड 24 लाखको कलेक्सन गरेर एउटा एभरेज मुभी साबित भयो, किनकि यसको बजेटै बढी थियो। मुभीको कहानी पनि अडियन्सलाई मन परेको थियो र त्यस्तो बिग एक्सपेक्टमा मुभी हाइप भएन हैन। हाइप बढी भए पनि एक्सपेक्टेसनमा अलिकति कम खडा उत्रिएपछि मुभी एउटा एभरेज हुन गयो, तर एउटा बिग कलेक्सन लिएर धेरै ठुलो हासिल गर्यो भनौँ न हैन। दयाङ राईको एउटा बिग पर्फर्मेन्स भएको मुभी हो यो र राम्रै नै फ्यामिली ड्रामा बनेको थियो। खै त जय पनि दिन आएन। तेरो युक्ते दाजुले घरमा पाहुना लिएर आएको छ, लाउरे अरे जारी गर्छस् भने त हामी के पनि भन्दैनौँ है। जहाँ हाम्रो 4th नम्बरमा छ उनको स्वेटर, जहाँ अस्तिको वर्ष जारसँग कम्पिट गर्दै आएको थियो मुभी उनको स्वेटर, जसको एप्रिसिएसन धेरै नै गरियो। मुभी वर्ल्ड वाइड पनि धेरै नै पपुलर भयो, किनकि यसको कहानी, स्टोरी र गाना, BGM सबै धेरै नै पर्फेक्ट थियो। जहाँ सबैभन्दा राम्रो पर्फर्मेन्स भनेको विपिन कार्की र हाम्रो निर्णय मगरको थियो, जो धेरै नै राम्रो पर्फर्मेन्स थियो हैन। इट इज वान अफ द बेस्ट फिल्म एभर हैन। सिनेमेटिकल्ली पनि मासिकल्ली पनि अडियन्सले धेरै मन पराएका थिए। 2 करोडको एभरेज बजेटमा रिलिज भएको फिल्मले 11 करोड 41 लाखको कलेक्सन गरेर एउटा ब्लकबस्टर मुभी साबित बनेको थियो। हालको सोल्टी लेक चढेछ। लेकको हावाले त उडाउँछ है सोल्टी। तिर्खा लाग्यो भने भन है, जाड छानिदिन्छु।
टप 3 को कुरा गर्नु पर्दाखेरि नम्बर 3 मा आएको छ जेरी अन टप मुभी एउटा कमब्याक फिल्म बनेको थियो हाम्रो अनमोल केसीको लागि एउटा भेरी बिग स्केल बिग बजेटमा बनेको फिल्म हो यो जो 6 करोडको बिग बजेटमा बनेको थियो र यो जस्टिफाई पनि हुन्छ बिकज अफ इट्स भिएफएक्स र कास्टिङ भुवन केसी अनमोल केसी केदार घिमिरे जसिता गुरुङ अनि आचल शर्मा धेरै एक्टर एन्ड एक्ट्रेसेसहरू थिए जसको हाई फिजले नि हैन यो बजेट बढेको होला र भिएफएक्स पनि राम्रै नै थियो सुयोग गुरुङले धेरै नै राम्रो फिल्म बनाएका थिए र मुभीको कलेक्सन पनि जस्टिफाई नै गर्यो 12 करोड 28 लाखको कलेक्सन गरेको थियो नेपालभर र मुभी एउटा सुपर हिटको ट्याग पाएर अडियन्समा धेरै नै पपुलर भयो अब के उपाय छैन अब चढ्छ जेरी अन जहाँ अब नम्बर 2 को कुरा गर्नुपर्दा नम्बर 2 मा छ हावाटामा जसको बजेट 1 करोड 60 लाख मात्र थियो चन्द्रपन्तको डाइरेक्सनमा बनेको फिल्म हो यो र मुभी एउटा गेम चेन्जर बनेको छ पल्साको लागि पल्सालाई हाइएस्ट यो वर्षको धेरै नै फापेको छ क्या मोहर पनि आयो यही लिस्टमा 7 नम्बरमा मोहर छ भने नम्बर 2 मै हावाटामा छ दुईटा सर्वाधिक कमाउने नेपाली मुभिजहरुमा हाम्रो पल्साको दुईटा एड भइसक्यो यो वर्षमा र यसले धेरै नै बबाल कलेक्सन गर्यो धेरैको रेकर्ड्स पनि तोड्यो र 13 करोड 11 लाखको कलेक्सन गरेर एउटा अल टाइम ब्लकबस्टर मुभीको उतावधि हैन के भन्छ त्यसलाई हासिल गरेको छ क्या कृष्ण भोग लाग्यो अब नम्बर 1 मा कुरा गरौँ यो कसैले एक्सपेक्टेसन गरेको थिएन होला कि एउटा सिरियलमा काम गर्ने एक्टरको हैन फिल्मले एउटा सबैको रेकर्ड तोड कमाइ गरेर सर्वाधिक कमाइ गर्ने 2082 को मुभी भन्ने छ यो कसैले पनि एक्सपेक्टेसन नै लागेको थिएन कि यो हुन्छ हैन म कुरा गर्दैछु मुभी परानको जहाँ बजेट मात्र 3 करोड थियो र धेरै नै वेल नोन एक्ट्रेसहरूलाई लिएर एउटा फ्यामिली फ्रेन्डली ड्रामा कन्टेन्ट बनाएपछि कस्तो चाहिँ वडमाउ चल्छ नेपाली सिनेमामा त्यो देखाइदिएका छन् क्या हैन मुभीको कलेक्सन बबालै छ म्यासिभ ब्लकबस्टर भएर मुभीले कलेक्सन गरेको थियो 17 करोड 88 लाख हैन यो धेरै नै इन्क्रेडिबल नम्बर हो र यो यसले रेकर्डहरू पनि ब्रेक गर्यो धेरैको रेकर्ड ब्रेक गरेर सर्वाधिक कमाइ गर्ने 2082 को नम्बर 1 मुभी बनेको छ म चाहिँ छोरे होइन के माइलो भएर जन्मिनु मेरो गल्ती हो अब यो त थियो 7 हाइएस्ट कलेक्टिङ नेपाली मुभिज अफ 2082 यो नोबेल टुन्स एपिसोड नम्बर 44 कस्तो लाग्यो र त कुन मुभीको लागि तपाईहरु एक्साइटेड हुनुहुन्छ फर दिस लिस्ट कुनको नम्बर चाहिँ तपाईलाई जस्टिफाई लाग्यो र कुन चाहिँ पेड लाग्यो के लाग्यो तपाई आफ्नो ओपिनियन कमेन्ट सेक्सनमा नबोल्नु होला अगाडि कुनै भिडियो नोबेल टुन्स त मुभी रिभ्युजहरुको चाहिँ भेट हुनेछ तपाईको लागि बाइ थ्यांक्स फर वाचिङ एन्ड जय नेपाल कृष्ण नात्यु बाबु यो मायावी संसार एउटा कुरुक्षेत्र जस्तै हो यहाँ हरेक पाइलामा युद्ध छ र हरेक मोडमा एउटा नयाँ महाभारत